आज तामुलपुर जिल्ला आक्सुको कार्यकारिणी सभा नागबेली आञ्चलिक समिति अन्तर्गत गोर्खा भवनमा हामीले यहाँ अनुष्ठित गरेका छौँ र आज हामीले यहाँ तामुलपुर जिल्ला भेकको जम्मै जिल्ला समितिको कार्यकर्ताहरूलाई लिएर आज हामीले कार्यकारिणी सभा अनुष्ठित गरेका छौँ र आज हामीले तामुलपुर जिल्लाभित्रको जम्मै गोर्खा जनसाधारणहरूलाई लिएर भोलिको दिनहरूमा हामीले यहाँ हाम्रो स्थिति कस्तो हुनुपर्छ भन्ने खालको हामीले विभिन्न चर्चाहरू गरेका छौँ। हामीले यहाँ साङ्गठनिक केही हामीले प्रस्तावहरू पनि यहाँ हामीले पारित गरेका छौँ र भविष्य दिनहरूमा हामीले यहाँ घाँस कपासको लागि जसरी लडिरहनुपर्ने दिनहरू फेरि पनि आउन सक्छ भन्ने खालको हामीले शङ्का गरेर यहाँ हामीले विभिन्न प्रस्तावहरू ल्याएका छौँ। हाम्रो केन्द्रीय समिति आक्सुको निर्देशनमा हामीले काम गरिरहेका छौँ। केन्द्रीय समिति राज्य सरकारले जुन नोटिफिकेसन पास गरेर बिटिआरमा पठाएको जुन अझैसम्म इम्प्लिमेन्ट भएको छैन विषय लिएर हामीले सधैँ नै हामीले सिरियसली काम गरिरहेका छौँ र हामीले त्यो अनतिविलम्बै छिटोभन्दा छिटो हाम्रो त्यस माटोको समस्या समाधान नभए खण्डमा क्षेत्रीय समिति लगायत केन्द्रीय समिति निर्देशन अनुसार हामी यहाँ कुनै पनि समयमा हामी यहाँ जङ्गी आन्दोलन निकाल्न पनि हामी तत्पर भएका छौँ र विशेष